근데 Boşoğlu'na, Yalansu, Avuna, Gidibaşı, Sanavu ve Zomya'da Zülhavayı, İmam'da, Zomya'da yaşayan Sanavu'la şidiliyor. Bu nevalı bulsayı, nevalı bulsayı, nevalı bulsayı, untuk tahu Azul ini ya घर जब कौन से याद रखते आज वहाँ को नहीं बना उन्होंने को 32 वर्ष हुए को और अपनी वहाँ जो अनुराग जमुना और वहाँ को जो योगदान वहाँ जो उन्होंने फिर पहले समय वहाँ को रहे वहाँ को जो Parliamentar Charitable Trust द्वारा तकरीबन आपको सोशल सर्विस को कार्य को ऐसे के समय आप करो देश में ये वजह है आपको या लाभ होगा को हॉस्पिटल मैं यहाँ लाभ लोगों और मोबाइल एक्टिव होस्टिंग वायु 30 वर्ष तक अनुभव प्रस्तुत किया देश कार्यालय की बंदियों बंदे वाले अनुभव 30 वर्ष का अनुभव तक 5 मिनट में पूरी सौंप नहीं तो ये तो पूरा जीवन में जान सुई Jadi 30 वर्ष अगाडि awal mau gएको थियो हेर्नु म भर्खरै अब पढाइसकेर कालमा गएको थिएँ हस्पिटलमा जोइन गरेर कति 3-4 महिना मात्र भएको थियो होला र लाभा भन्ने यस्तो ठाउँ छ भन्ने मैले सुनेको मात्रै कहिले लाभा पुगेको थिएन है र उहाँमा आउनुभयो यस्तो छ भनेर भन्नुभयो अन्त मलाई त त्यतिखेर त्यस्तो भर्खरै आएको मलाई यस्तो क्लिनिकको बारेमा गुगल गरेर के त्यस्तो जानकारी थिएन Kalau orang tua orang onus, kalau onus, kalau unsa, kalau sok unsa unsa, kalau kalau onus, kalau unsa mana orang kiai kikori, diskusi mereka balas, kalau untuk balas, kalau ini, istilah orang desa, kiai orang itu orang aku nanti posto unsa, orang aku, kamu posto, judi posto. सबै कुरा त्यही हो पैसा कमाउनुपर्छ है त्यस्तो एउटा सोच अरूको त्यस्तै थियो नि होइन मलाई पनि पढ्दा त्यस्तो थियो होला अब यत्रो वर्ष काम गरेको पालामा अब धेरै अब केही स्कुल घुम भएको उहाँलाई आराम दिउँ अब म पनि काम गरेर खटेर भाइ बहिनीहरू पनि छ उनीहरूको पढाइहरू हेर्नुपर्छ होइन भन्ने एउटा सोच थियो अनि मैले बाबाले यो कुरा राख्दाखेरि उहाँले एकैचोटि के भन्नुभयो भने उहाँले कहिले पनि भन्नुपर्ने होइन तिमी यसरी कहाँ यसो टाइम वेस्ट गरेर जान्छौ काम गर अघि त्यो खट्नुपर्छ भन्नुभयो उहाँले एकैछिन के भन्नु भने कसले भन्नु यस्तो गुम्बाले रुम्नु यस्तो ए हो आमा चाहिँ गरेर जाऊ भनेर भन्नुभयो त्यति बेला पैसा दिन्छ कि दिँदैन के गर्छ तिमीले यसो के पाउँछ पाउँदैन उहाँले एकदम सोध्नु मैले उहाँले भन्नुभयो रुम्नुसीले भन्नुभएको रुम्बाको लागि हो तिमी एक्सिडेन्ट गरेर जाऊ सब छोड्थ्यो त्यो भन्नु बित्तिकै मैले पनि अब त्यति बेला सब कुरो बुझेको थिएन है किन उहाँले यस्तो भन्नुभयो भनेर त्यसपछि अब आउनासँग म आएँ आएको बित्तिकै अब मलाई जग्गा मन पऱ्यो त्यति बेला त बस्दिनै थियो है अब सबैलाई थाहा भएको कुरो हो बाबा कस्तो थियो है सानो ठाउँ थियो अब यत्रो थुप्रो बिल्डिङहरू थिएन झार जङ्गल पनि पुरा थियो बाटोमा गाईहरू घुमिरहेको है अनि जुगाम पुरा लागिरहेको बजारतिर है र अहिले अब समुदाय त्यो गाईहरू पनि देखिँदैन जुगाम देखिँदैन पहिलाको ठुल्ठुलो सागहरू पनि हताउन छैन है पहिला अब घिउ छुर्पीहरू पाउँथ्यो सजिलो तरिकाले त्यो हताउनु कम पाइँदैन धेरैवटा अब परिवर्तन भयो त्यो परिवर्तन राम्रो पनि भयो किनभने यहाँको मानिसहरूको अब के भन्यो सायद टुरिज्मले गर्दाखेरि अब राम्रो भयो होइन आर्थिक अवस्था राम्रो हुँदै गयो र म आएर त्यहाँदेखि मैले जोइन गरेर हप्तामै पठाउनु सायद आएको दिन आउँथेन र त्यो चाहिँ म आउँथेँ आउँदै त्यहाँदेखि मलाई त्यो हुन त पहिला सुरुमा गर्दाखेरि मैले पनि सोचेको थिएन कि 30 वर्षसम्म म यहाँ गरिरहेको हुन्छु भनेर मैले सोचेको हुन्छ अब गर्छु होला इक्विपमेन्ट गर्छु होला त्यहाँदेखि सायद क्लिनिक हुँदैन होला तर गर्दै गएँ अन्त गर्दै त्यहाँदेखि अब मलाई एउटा बानी पनि हुनु थाल्यो है अब हुनु त म तपाईँलाई क्लियरली भन्छु त्यति बेला अब मलाई साथीहरूले धेरैजनाले सोध्यो मलाई तिमी किन जान्छौ होला र के भएर गएको है एक दिन छोडी होइन अब सादा भाषामा बोल्यो एक दिन दोकान बन्द गरेर किन गएको कति
मेरो ध्यान थिएन। किनभने म जब यहाँ आएँ मैले पाला घर आएको नि अब पालन गरेर आएको र आउँदाखेरि मैले कहिले पनि यहाँ आएर म के पाउँछु, मेरो नाम ठुलो हुन्छ, मैले के पाउँछु, गुम्बाको द्वारा मैले के पाउँछु कि होइन के आउँछ कि भन्ने त्यो सोच चाहिँ मैले गरेकै थिएन होइन, त्यो अहिलेसम्म मैले गरेको छु। तर मैले चाहिँ अब बिस्तारै बिस्तारै बादमा चाहिँ मैले के भन्छु, जो मान्छेले मलाई सोधेँ नि तिमी लाभाबाट के पाउँदैछ भनेर सोध्ने मान्छेलाई चाहिँ बादमा मलाई 2-4 महिना 6 महिना बाद चाहिँ मैले बुझ्नु थालेँ कि मैले चाहिँ के पाउँदैछु भनेर। मैले के पाएँ भने म जब यहाँ आएँ नि त्यति बेला अब धेरै नहोला तर सानो रूपमा पनि अब गरिब दुखीहरूलाई मतलब एउटा सजल पुऱ्याउने होइन, सहायता गर्ने, हेल्प गर्ने होइन। अब कतिजना तपाईँलाई थाहा भएको कुरा हो, अब कति टाढा टाढाबाट बस्तीको मान्छेहरू आउँछ, जङ्गलबाट हिँडेर 8-10 किलोमिटर हिँडेर आउँछ हो, उनीहरूको लागि अब छेउछाउमा हस्पिटल छैन, दबाई पानीको सुविधा छैन। यहाँ आउँदाखेरि मैले अलिकति भए पनि उनीहरूको अब के हो दुःख पीडा अलिकति भए पनि मैले हल्का गर्नु सक्दाखेरि जुन चाहिँ मैले अब के भन्नु खुसी पाएँ, त्यो खुसी केमा पनि छैन, त्यो खुसी कुनै पैसामा छैन, कुनै धनमा, कुनै बिल्डिङ, कुनै गाडीमा छैन। त्यो खुसी पैसा चाहिँ किनेर दिनु सक्छ र त्यो खालको जुन चाहिँ अब जो मान्छेले अब गर्दै गर्दै जान्छ नि, अब त्यो जुन चाहिँ खुसी पाउँछ, त्यो खुसी पाएको त्यसको चाहिँ कुनै पनि मूल्य छैन। र आज 30 वर्ष भयो अहिलेसम्म म आइरहेको छु होइन। त्यतिको लागि मात्र आएको नि होइन, त्यति आएको मतलब चाहिँ अब मैले म खुसी हुन्छु, म खुसी पाउँछु भने त्यो पनि आएको होइन। म आयो भने एटलिस्ट आइतबार दिन 2-3जनालाई पनि अलिकति मैले हेल्प गर्नु सकेँ, उनीहरूको अब बिमारलाई मैले अलिकति होइन जाती पार्न सकेँ। अरू केही पनि होइन, कोही कतिवटा धेरैजना बिमारीहरूको अब एउटा बिमार देखाउनुलाई कालिम्पोङ जानु पऱ्यो, पेलिङ जानु पऱ्यो, कहाँ जानु पऱ्यो कति खर्च हुन्छ होइन, गाडीको भाडा लाग्छ, खानु डक्टर देखाएको, दबाई किनेको, त्यो चाहिँ हिसाब गर्दाखेरि धेरै खर्च लाग्छ। अब त्यसको पनि हाम्रो क्लिनिकमा आएर मैले जब ट्रिटमेन्ट गर्छु होइन र यहाँ गुम्बाबाट हामी दबाई दिन्छौँ, त्यो धेरै कम्ती खर्चमा उनीहरूको उपचार हुन्छ नि त। त्यो पनि त धेरै नै अब सहायता हो होइन। अब हुने खानेलाई त केही छैन, 2-4 हजार केही छैन, तर गरिब मान्छेको लागि त अब त्यो 1-2 हजार धेरै पैसा हो। त्यो पाराले हेर्दाखेरि पनि धेरै नै अब सहायता हुन्छ होइन र। अब म त अहिले आएर प्रत्येक आएर आएको हुन्छु हो, अब जुन दिन म आउँदैन मलाई कस्तो असल लाग्छ, अब आज म गएन होइन, अब कुनै कारणले आउनु सक्दिनँ, मेरो पनि अब घरको त्यो समस्याहरू हुन्छ, कहाँ कहीँ जानुपर्छ, आइतबार दिनको पर्छ, कुनै दिन हस्पिटलमा ड्युटी पर्छ, म आउनु सक्दिनँ। तर नआएको दिन तपाईँले विश्वास गर्नुहोस् या नगर्नुहोस्, नआएको दिन मलाई चाहिँ शान्ति हुँदैन। किन शान्ति हुँदैन? म यहाँ लाभ गरेर मलाई मजा आउँछ, घुम्नु पाउँछ, त्यो सोचेर होइन। मलाई किन अशान्ति हुन्छ भने म आज गएन ला अब कतिजना आएको होला बिमारीहरू साह्रो गरेर आएको हो, मेरो आएसम्म आएको होला होइन, उनीहरूले अब पाएन, मेरोबाट अब सेवा पाएन। कतिजनाले अब म नभेट्दाखेरि कालिम्पोङ जानु परेको होला, कति पैसा खर्च, कति दुःख हुन्छ, कतिजना जङ्गलबाट आयो, कस्तो दुःख गरेर घुरेर आयो, त्यो सोच्दा म आफै गिल्टी हुन्छु क्या त। हुन त मेरो दोष जानी नआएको होइन होइन, तर मलाई त्यस्तो लाग्छ। त्यसले गर्दाखेरि अहिलेसम्म अब यत्रो वर्ष आएको कारण चाहिँ मैले तपाईँलाई भने जस्तो नि अलिकति भए पनि म यहाँ सेवा गर्न सक्छु। अब गुम्बाले त गरि नै रहेको छ, म पनि अब मेरो तर्फबाट के हुन्छ होइन, सानो एउटा मैले रोल खेल्न सक्छु कि होइन, मान्छेले अब दुःखलाई अलिकति कम्ती गर्नुमा, मान्छेलाई सहायता गर्नुमा होइन, त्यो सोच गरेर नै आएको हो। र 30 वर्ष भयो आज र म त तपाईँ धेरै समय लिँदैन, अब अनुभव कुरा गर्नु धेरै नै अनुभव अघि अब हामीले पनि भन्नुभयो कोभिडको टाइममा तपाईँलाई थाहै छ होइन, कोभिड टाइममा कस्तो असुविस्ता भइरहेको थियो, लकडाउन थियो, गाडी थिएन, मान्छे बिमार हुँदा कस्तो असुविस्ता भइरहेको थियो। कालिम्पोङमा त सबै क्लिनिकहरू बन्द भइसकेको थियो होइन, बिमार हुँदा मान्छेहरू झन् गरिब मान्छेहरू गाडी रिजर्भ 2-3 हजार रिजर्भ गरेर कालिम्पोङ बजार जानु पर्थ्यो। र कोभिडको सुरुमा त म कति 1-2 हप्ता त आएन पनि, र बादमा फर्स्ट केस जब कालिम्पोङ हुन थाल्यो भने त अब कालिम्पोङ मान्छे भन्दा सबैजना डराउने भइसक्यो। तपाईँले पनि बाटोमा ठुल्ठुलो मोरा राखेर बाटो बन्द गरेर गयो क्या भन्नुहोस् त, हो नि होइन र, कालिम्पोङमा मान्छे चाहिँ छिराउँदैन भनेर त्यो मैले सुनेँ। तर मलाई जस्तो समय बित्यो मलाई त्यो सोच आयो क्या,
ला अब म सधैँको म आइतबार जान्थेँ, अब यो कोरोनाले गर्दा म जानु सकेको छुइनँ र त्यत्रो जान बस्तीको मान्छे गएर पुगेर कहाँ जाँदैछ, के गर्दैछ, कति दुःख हुँदै होला, कति दबाई नपाएर साह्रो परिरहेको होला, कति पैसा खर्च हुँदै होला, त्यो सोचेर त्यहाँदेखि मैले सायद तपाईँलाई थाहा छ मैले खबर पठाएँ है कि लाभा कमिटीलाई सोध्नु तपाईँलाई बाटो बन्द गरेको छ कामको मान्छे नआउनु भनेर। त म चाहिँ तपाईँले यदि आउनु दिन दिन्छ भने चाहिँ म आउँछु भनेर खबर पठाउँदा सायद तपाईँ कमिटीहरूले भनिहाल्नु हुन्छ हुन्छ आउँदा हुन्छ। त्यहाँदेखि म कोरोनाको टाइममा तपाईँलाई थाहै छ सबै क्लिनिक बन्द थियो, सबै चेम्बर बन्द थियो, तर म व्रत क्याटेगोरी आउँथेँ होइन र। त्यति बेला झन्डै 120-150जना बिमारीहरू पनि हुन्थ्यो होइन। र त्यसमा त्यति नै भनेको अब यो सेवा भन्ने कुरा चाहिँ अब मान्छेले अब जानी जानी म सेवा गर्छु, सेवा गरेर म यो पाउँछु म त्यो पाउँछु त्यो सोचेर होइन, त्यो मनभित्रबाट एउटा सबैको हुनुपर्छ क्या हो। आखिर हामी सधैँ अब मान्छे हो होइन, एक दुसरालाई अलिकति हेल्प गर्नु सक्यो भने सहायता गर्नु सक्यो भने के पनि जान्दैन। कसैसँग कुरा हुन्छ अब सोसियल सर्भिस म नि रिटायर गरेर सोसियल सर्भिस गर्छु भन्छ, कसैले भन्छ म पैसा भक्कु कमाएर म गरिब दुखीलाई दान दिन्छु के गर्छु, होइन नि। धर्म गर्नु छ, सोसियल सर्भिस गर्नु छ भने त्यो भोलि पछि होइन अहिले नै गर्नु पऱ्यो नि। अहिले मौका अहिले हो नि, तपाईँ 10 वर्ष उमेर होस्, 20 वर्ष उमेर होस्, 60 वर्ष उमेर होस्, त्यो पर्खिने कुरा होइन। प्रत्येक दिन आज नै मैले एउटा के गर्नु सकेँ, कसैलाई अलिकति सहायता गर्नु सकेँ, त्यही हो धर्म। अब हाम्रो लामाहरूले त गर्नु हुँदैछ नि, पूजापाठ के राम्रो गर्नुहुन्छ, डेली गर्नुहुन्छ, हामी त त्यो गर्नु सक्दैन, हामी जान्दैनौँ पनि। र हामीले धर्म कसरी गर्ने, त्यो धर्म गर्नु गुम्बामा आउनुपर्ने 3-4 घन्टा बस्नुपर्ने के अरे पुस्तक पढ्नै पर्ने त्यो मात्र होइन नि, त्यो पनि अब एकदम इम्पोर्टेन्ट जरुरी हो, त्यो त गर्नै पर्छ। तर त्यो साथसाथै प्र्याक्टिकल लाइफमा प्रत्येक दिन होइन त्यो गर्नु पऱ्यो नि, त्यो चाहिँ खास धर्म हो। र यो कुरा चाहिँ हाम्रो जङ्गबहादुर रुकुसी भट्ट उहाँले चाहिँ पहिला भन्नुभएको, उहाँले लामालाई भन्नुहुन्थ्यो, हुन त मैले उहाँको दर्शन गर्नु मैले त्यो मौका पाएन कहिले पनि, किन म यहाँ आउँदा उहाँ बित्नु भइसकेको थियो, तर उहाँले भन्नुहुन्थ्यो अरे ठिक हो लामा घुममा बस्नुपर्छ, पढ्नुपर्छ, सबै कुरो गर्नुपर्छ, तर हामीले अलिकति बाहिर समाजमा पनि गएर समाजलाई कसरी हामीले सहायता गर्न सक्छ, त्यो चाहिँ ठुलो धर्म हो, त्यो गर्नुपर्छ। त्यही उद्देश्यले नै त उहाँको नाममा आज होइन यहाँ हाम्रो क्लिनिक छ, कालिम्पोङमा आई हस्पिटल छ, स्कुल छ, धेरै त्यो तर नेपालतिर कहाँ आई क्याम्पहरू धेरैवटा काम कार्य गरेको छ। र खास धर्म भने चाहिँ त्यसरी गर्नुपर्ने जस्तो लाग्छ। हुन्छ माफ गरिदिनुहोस् है, म तपाईँलाई एकदम भाषण दिएको जस्तो भयो, तर मेरो मनभित्र कुरा चाहिँ मैले भनेको होइन। म एउटा मान्छे, साधारण मान्छे आएर यहाँ आएर प्रत्येक आइतबार आएर बिमारी हेरेको, अब मान्छेले हेर्छ डक्टर छ बिमारी हेरेर सकेको, तर त्यसको पछाडि के छ, कति चाहिँ ठुलो काम हो होइन। ठुलो मतलब कति चाहिँ अब हामीले एकजनाले आफ्नै तर्फबाट अलिअलि गऱ्यो भने चाहिँ सायद सबैजनालाई शान्ति हुन्छ, खुसी हुन्छ। र 30 वर्ष मेरो भयो, 30 वर्षमा यहाँ लाभाको मान्छेहरू लाभा हुनुहुन्छ, मेरोबाट के गल्ती भएको छ म क्षमा चाहन्छु हो। म चाहिँ डाइरेक्ट भन्ने मान्छे हो, कतिजना रोगीको लामाहरूमा खारै भनिदिन्छु, गाली गरिदिन्छु हो। कोही बेला आमाले कफी बनाएर ल्याउँछ, कफी राम्रो छैन किन यस्तो, अलिक कफी थप दुध थप भन्दा म गाली गरिहाल्छु होइन। बिमारीले भने जस्तो मान्छे भनिदिइहाल्छु, ठाडो भनिदिइहाल्छु, त्यस्तो भनेर तपाईँलाई त्यस्तो दुःख पुगेको छ भने म क्षमा चाहन्छु। र मैले अघि भने जस्तो धेरै लामो गर्दिनँ है। अनि धन्यवाद। र आज 30 वर्ष भयो र मेरो चाहिँ अब म के अब भगवान्लाई मान्छु भने आज 20 वर्ष बाद फेरि त्यति बेला 50 वर्ष पुग्छ, आज म 60 वर्ष पुगेँ, 50 वर्षमा म 80 वर्ष पुग्छु। र 80 वर्ष पुगेर म यहीँ यसो पुगेर तपाईँहरूसँग यसरी बात गर्नु मौका पाउँ भन्ने के अरे प्रार्थना गर्छु। यति भन्दै म सबैजनालाई धन्यवाद है। समयले सरी
的社区嘛，因为他办理都是写学生，他们在